तँसँग म बोल्दिनँ। हस्त नमस्ते। आफ्नो रूप हेर पहिला, आफ्नो रूप हेर पहिला अनि मलाई भन तिम्रो पनि आजकल फेरिरहेछ मन। मलाई टिकटकमा हस्तक्षेप गर्न आउने लाइदिउ राणा शासन। के को राणा शासन? घरमा जहिले भाँडा शासन हुन्छ, कहिले डाडुले टङ्ग यता, कहिले ताप्केले यता, जहिले भाँडा शासन हुन्छ। के को राणा शासन? धेरै हान्दा हान्दा मान्छे पनि थेप्दिसक्यो, अनुहारै फाट्न पर्यो। तेरै छाला खुब कतिलो राम्रो, तिम्रो भन्दा त राम्रै छ। यसको को राम्रो? बुढो राम्रो कि बुढी राम्रो? बुढो राम्रो। बुढो त राजे समाल जस्तो हो कि होइन? पहिला आफ्नो खुट्टा सम्हाल, मुख सम्हाल, कपडा सम्हाल, जब राजे सम्हाल रे। आफूले लाएको कपडा कहाँ राख्छ थाहा हुँदैन, आफ्नो स्याहार सुसार गर्न सक्दैन। हमाल कसले? यसको एउटा म कहानी सुनाइदिउँ? सुनाउनु। अस्ति एक दिन के यो टिकटक लाइभमा थिएँ, मैले टिकटक लाइभ हेर्दै थिएँ। एकजना बाबालाई चाहिँ अबिर, माला, फुल सबै लगाएको देखेँ। त्यसपछि बधाई छ बाबा, उन्नति प्रगतिको धेरै धेरै शुभकामना, फलोस् फुलोस् भनिदिएको। भरे थाहा भयो मान्छे मरेको ठाउँमा गएर लाइभ गरिरहेको रहेछ। यतिसम्म कि छ यो, यतिसम्म कि कतिसम्म कि पखान बेटा घर आइसि देखाउँछु। के देखाउने बुढी? के देखाउने? तिम्रो बाउको बिहे देखाउँछु। मेरो बाउको बिहे भरे म यत्रो भइसक्यो, तेरो बाउको बिहे देखाउने भन्छ। के भन्छ? कान्छ नि न्यु खोज्या हो? गुच्चुकमा हालेर थुच्चुक पारिन्छ नि। हो खोज्या न्यु खोज्या हो? हो। धेरै न्यु नखोजा अहिले। के गर्छौ? हो न्यु अगाडमा यस्तो राम्रो राम्रो ठिटाहरू रहेछ, यस्ता सब बिहा हुनु पर्यो मेरो। ए ठिटीहरू पनि त होला यहाँ, ठिटीहरू हात उठाउनु त। वो ठिटीहरू पनि त छ नि। जाउँ त उसैसँग गरेर बिहा गर। अहिले गरिदिन्छ अनि न्यु नखोजा है मलाई। अगाडि बढ। अगाडि बढ्नु पर्यो त, श्रीमतीहरू अगाडि बढ्छु, केटीहरू अगाडि बढ्छु भने होइन, बढ्नु त पर्यो। हो त हामी है बिहे अगाडि आवाज उठाएको, हामी नारीहरूलाई कोटा चाहियो भनेको, घरगाले ल छोरीलाई त कोटा चाहियो रे भनेर बुझेर गएर कोटा खोजेछन्। सात कोटा ओइ बुढी, मेरो भागमा परेको कोटा। ओइ बुढी, के हो? फुटाइदिउँ तेरो बुढी। ओइ बुढो बढी भएको खुस्काइदिउँ तिम्रो बुढो। नखुस्के दुख्छ। बुढी हेप्छ होइन, हामीलाई हेप्ने हो त। बुढी के रे? के भने अरे? प्रहरी रे तिनीहरूलाई मामा घर घुमाएर ल्याउनु त। के रे? भोक लाग्यो। लाग्यो लाऊ, एक दिन नखाँदैमा मर्दैनौ। तैँले आज यसरी भनेको आज 18 दिन भइसक्यो। 18 दिन भइसक्यो। भइसक्यो। साथीहरू हामी टिकटकमा लाइभ बसेको आज 18 दिन भइसक्यो। हेर्नुहोस् हामी एकअर्कासँग छुट्टिनु हुँदैन साथीहरू। यसलाई बुढीसँग छुट्टिँदा हुन्छ, टिकटकमा छुट्टिनु हुँदैन। बुढीसँग बुढासँग ए बुढासँग हो? ए मेरो दिमागै खाइसक्यो यसले, मेरो दिमाग जम्मै खाइसक्यो। बोल्दा के बोल्यो भने म आफूलाई थाहा छैन। अनि यिनको दिमाग खाएर म स्लिम भएको। बुढी हुनु पर्यो नि खाना। बुढी तिमीलाई के भएको छ कि आजभोलि? के भएको छ? कोना बुढी भने जहाँ गयो 25 वर्षको तरुणीलाई बुढी भनियो। अनि आफ्नो बुढीलाई बुढी नभन्दा छिमेकीको बुढीलाई गरे अब बुढी भन्ने त। भन त जाऊ ल, भन त तिम्रो आन्द्रा बुढी निकाल्नु त भने अनि थाहा हुन्छ मलाई। जाऊ भन त ल छिमेकीको के बुढी। भनेर बोलाउने? के भनेर बोलाउने? मेरो नामले बोलाउने नि। नामले? अ के भएको छ के सीता? तिमीलाई आजभोलि के भएको छ? सीता? कस्तो वर्ड फेसनको नाम भने? मेरो नाम सिक्स हो, सीता हैन। सिस? नाम फेरिसँग थाहा छैन, सिक्स भन्ने हो। होइन, आफ्नै बुढीलाई पनि अब सिस भन्नुपर्ने। सिक्स भने सिस। इंग्लिश पढे भएको थाहा हुन्छ। सिक्स भने सिस छैन अब त भइसक्यो ठिस। हे भगवान, बरु मेरो राक्षससँग बिहा भएको भए मैले खुसी भएर बाँच्थ्यो होला। यस्तासँग राक्षससँग मरी आफन्तसँग बिहा हुँदैन नि त। तनी राक्षस हो अनि के रे? मलाई राक्षस भए? आफ्नो अनुहार छ विकास जस्तो, मलाई राक्षस रे? ड्राइभरसँग बिहा गरेर जाऊ। अहिले मैले जानेछु। अहिले मेरो बुढीलाई चिस्क्याएको छ। अहिले म आन्दो बुढा हाम्फालिदेऊ। तिमी मरे बुढाहरूको बिहा गर्छौ म त? हाम्फालिदेऊ। डर लाग्यो यार। हेर त बुढा, अस्ति तिमी र म टिकटक बनाएको भाइरल भिडियो त
अब भाइरल भएर के भयो त कसैले अनुहारमा फर्केर हेर्दैनन् अनुहार त हेर्न लायक पनि हुनु पर्यो नि हेर्नलाई तेरो अनुहार चाहिँ खुब्बातिर 70 चोटि मेकअप गर्दा पनि चुङ्गाको रेखी छोपिया छैन अब त नेचुरल वाला मेकअप गरेको नि जे छ त्यही देखिने वाला तिमी जस्तो ढाकछोप गर्ने हो र तेरो अर्को कुरा भनिदेऊ भनिदेऊ न होर्डिङ बोर्डै बनाएर टाल्देऊ न उ त्यता पोखरा चटपट सेन्टरमा लगेर टाल्देऊ अस्ति छ नि यसले छ नि यो नाच्न जान्ने थियो है टिकटक बनाउँछे यो नाटिसरी छमक 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 यसरी नाच्छे हैन म नाच्नै जान्दिनँ मलाई नचारा भाइरल बन्छ यो अस्ति एउटा भिडियो भाइरल भएछ अनि अहिले त्यही भिडियो हेरेर बच्चाले हेर त कङ्गारू यसरी उफ्रिन्छ हेर त कङ्गारू यसरी उफ्रिन्छ भन्दो रहेछ मेरो नाचलाई यतिसम्म कि अपराधी छ यो ठिकै त भने त नि मान्छे अनुसार अनुहार अनुसार कङ्गारू भने ठिक हो धर्न गदा भनेर त मलाई हतार बोका गएर खाना पकाउनु बरु खाना पकाऊ तिमीलाई हतार भएन तिमीलाई बरु तिमी बनाउ न हतार भएको मान्छेलाई म त हतार गर्न छोडिदिइसकेँ किन बुढी हतार गरेर नतिजा यस्तो हुँदो रहेछ हतारमा बिहे गरेर हतारको काम लतार हुन्छ भनेर मैले हतार गर्न छोडिदिइसकेँ पहिला बिहा अगाडि के भन्थ्यो बेबी म तिमीलाई घुमाउन विदेश लान्छु बाली लान्छु हनीमुन मनाउन रे भोलिपल्ट त ल सिङ्गार पटार गरेर बसेको है हनीमुन मनाउन बाली जाने भनेर भोलिपल्ट त कोदालो ल्याएर तेरो ल यहाँ खेतबारीमा अन्नबाली गर्न रे यस्ता तेरो पनि त भन्छु नि हामी छ नि गर्लफ्रेन्ड र बोयफ्रेन्ड हुँदाखेरि पहिला छ नि यसले मलाई के भन्यो नि बेबी तिमीलाई म यस्तो खतरा ठाउँमा लिएर जान्छु भनी है म पनि पुरै खुसी भएँ भरे त लएर बिजुलीको पोलमा चढाएर उहाँ नाङ्गो तार समात्न लगाइ यो अहिले पनि यो टाउको दुईचोटि टाउको नठोइकन के भने म बुझ्नै सक्दिनँ के भने मैले अनि त्यो बिजुलीको पोलमा डेन्जर भनेर लेखा हुँदैन त डेन्जर भने खतरा हैन इंग्लिश पढे भएको थाहा हुन्छ त मूर्ख कति हेप्या के मलाई कसलाई हेप्ने त उतिनाले हेप्ने खोइ कलेज पढ्दा कुरा भनिम तेरो किन भन्नु पर्यो कलेजमा त मेरो पछाडि केटाहरुको कस्तो लाइन लाग्थ्यो किन भन्नु पर्यो केटाहरुको कलेजमा लाइन लाग्थ्यो रे केटाको टोयलेट अगाडि गएर बसेपछि केटाहरुको लाइन लाग्दैन त अनि जहाँ बसे पनि लाइन लागेर हो गरे झुटो हैन है ल ओइ बुढी म त हेर सुन्नु है कलेज छिर्दाखेरि छ नि यसरी ट्याङ यसरी कलेज छिरेपछि केटीहरु त भोकलुक लड्थे त्यस्तो बनाउँथ्यौ है तिमी बनाएपछि त ढलिहाल्छ नि कसरी थाहा पाएको बुढी त भोकलुक ढल्नेमा त एउटा त म पनि हो नि तर यो बुढी आज भोलि मात्रै हो के मलाई गाली गर्ने पहिला त धेरै माया गर्थे त्यतिखेर मलाई ओइ भ्यालेन्टाइन डेमा मलाई पर्फ्युम दिए हैन यसरी बास्न आउने त्यो त अब अर्कोचोटि भेट्दाबाट भुगलुक ढल्न नपरोस् भनेर दिएको नि लाटा बुझ्दैन मलाई अलिकति पैसा देऊ बरु ब्युटी पार्लर जानु पर्यो ब्युटी पार्लर ब्युटी पार्लर यसले त ब्युटी पार्लर जाँदा छ नि त्यो पार्लर वालीले उहाँ स्कुटर वाली घर वाली भइसक्यो मेरो घरको सम्पत्ति लगेर म जोगी बन्न लागिसके खाली पैसा मागेको छ दुईटा कचौरा तीनटा गिलास बेचेको पैसा सम्पत्ति हो तिम्रो अब दुईटा कचौरा तीनटा त्यो के भनिस् रे गिलास सम्पत्ति नभए पनि 1 बिघा सम्पत्ति त जग्गा त सम्पत्ति होला नि अर्काको जग्गा आफू बेच्न गएर अर्काले बेचेर पैसा अर्काले बुझाएर अनि तिम्रो सम्पत्ति भयो तिमी त दलाल भयो कसरी भयो तिम्रो सम्पत्ति तेरो बाउ जन दले हो दले तेरो बाउ दले के रे बाउ भएर जान्छ छोरी उदाउलाई तेरो बाउ नाम दले हो अनि त्यही भएर दले भने के कुट्या मलाई कसले कुट्ने त बडी बोलेन बाउलाई हेप्ने हैन बाउ भएर जाने हैन कसलाई हेप्ने त नि अनि तँलाई त हेप्न सके पो हेप्नु अनि उब्लाएर बस्ने अरूको बुढी मात्रै मन पर्छ नि तिमीलाई म ब्युटी पार्लर गएको त के मन पर्थ्यो त के रे अरूको बुढी भनेपछि श्रीमती मने सबै अर्काको बुढी त हो यस्तो बुढी छैन जस्तो छैन अर्को त्यही भएर तँलाई कति बोल्नु पर्यो अर्काको केटाहरूसँग अहिले श्रीमती हेर्नु मने श्रीमती पछाडि मोती चुटिएको शब्दहरू बडो राम्रो सहमति बालकोटको बारदलीमा भयो प्रधानमन्त्री पड्काइयो बासमती कति मिठो भात सप्र्याक खाने नौमती बिहेमा बच्चा छमछम नाच्ने श्रीमती कति राम्रो आफ्नो होइन अर्काको अधर्मी पापी अर्काको श्रीमती राम्री भए मसँग किन अल्झेर बस्या त
रक्सी खान्छु त 24 घण्टामा 23 घण्टा 43 मिनेट त ब्युटी पार्लरमा हुन्छस् नि त। ब्युटी पार्लर त अब मलाई तिमीलाई म राम्ररी लागोस् भनेर पो खाएको त। मैले पनि त रक्सी तिमीलाई राम्रो देखौँ भनेर पो खाएको त। रक्सी नखाइकन तिम्रो अनुहार मैले कहिले राम्ररी देख्दिनँ। रक्सी खाएपछि त करिश्मा मानन्दर, प्रियङ्का कार्की, रेखा थापा हुन्छ यो। रक्सी नखाइकन त अनुहार हेर्नु परेको छ अनि यही अनुहार बिहे अगाडि चन्द्रमा भयो। ओहो बिहे अगाडि त कति राम्ररी चन्द्रमा जस्ती भन्थ्यो। चन्द्रमा भने त लाठी, चन्द्रमामा दाग हुन्छ भनेर भन्न खोजेको। उसको अनुहार खाक्सी लाएर पनि नमेटेर रन्दा लाउनु पर्ने जस्तो छ अझ मलाई भन्छ। यसको छ नि यसको कपाल कहिले छ नि हरियो कपाल बनाएर आउँछ, कहिले रातो पानी खाएर थुक्या जस्तो कपाल बनाएर आउँछ, कहिले खैरो कपाल बनाएर आएर खियो पछि गरेर इङ्ग्लिस बोल्दै आउँछ। यो के हो भने इङ्ग्लिस हो जानेको। तैँले इङ्ग्लिस जाने पनि मैले त चाइनिज जानेको छु नि त। छियो कि नुहापट्टि छियो चियो भने क्या त्यो चियो भनेको त धेरै रिसाउँदा अर्को बिहा गर्छु भन्न खोजेको। त्यसो भए त नियो यो चियो बिहा के न्यु चिउ म्या भने के हो? के बिहाको बिहा म पनि के गर्छु मैले अर्कै खोजेर बिहा गर्छु भने यो त बोलेर सकिँदैन। यहाँ आज चाहिँ कपाल कालो बनाएर आइन्छ नुहाकोट महोत्सवमा आउँदै होला। मेरो कपाल छ बनाउँछु तिमीलाई के भयो त? उसको कपाल गन्नु न छान्नु जस्तो छ अरूलाई